हेर्नु त कति छ ठिक धेरै छ अहिले ठिक कति धेरै होला है गाह्रो छ अझ उता कति थर भयो है अब म तल जान्छु होइन यस्तो छ तल गर्मी बिहान आएको यो खाली छ यहाँ पुरा खाली छ अब पुरा भरिन्छ अब यो पनि पुरा खाली थियो होइन भरि लाग्यो अब मिलाइदिनु पर्छ अलिकति यताको मात्रै छैन अलिअलि छ है यतापट्टि नि अलिअलि छ आमा फसेका छन् है यस्तै हो गाह्रो छ पसिना हेट त बाहिर चिसो छ भित्र यस्तो गर्मी हेट काम गर्दाखेरि गाह्रो छ बर्बाद यतापट्टि यस्तो छ यतापट्टि यस्तो छ बाहिर लगेर फाल्ने बाहिर चाहिँ लास्टै थियो हप्ता 위로 집중하라. 이러는데 누가 위로 집중하냐고. ओनल शॉर्ट वीडियो शॉर्ट रील सी रील्स 만들고 있어. यसरी ठिकै ठाउँमा हालेर लखेर यहाँ राखिन्छ यति धेरै भएछन् मैले पनि चलाउँछु ठिकै छ अब यो भयो भने यसले चलाउँछ ल बाइ बाइ अब अर्को पनि राखिन्छ यो पनि राखिन्छ ल है साथीहरु आजको काम पुरा वरिपरिको सब सफा आज शुक्रबार राति अनि हेर्न सक्नुहुन्छ यो के हो यस्तो एउटा केही छैन टलक्क टल्काएर हैन अब यहाँ चाहिँ पछि सेटिङ हुन्छ फेरि यो जम्मा गरेको यी हेर्न सक्नुहुन्छ पुरा सफा गरेर हैन आम्मा अब यहाँ निकाल्न बाँकी छ है
त्यो सफा गरेको भर्खरै फेरि यो भुइँ पुरा टल्काउनुपर्छ है, टलक्क टल्काएर होइन। यो पनि सबै टल्काइयो है। यो चाहिँ अब किनभने फेरि चल्नुपर्ने भएको हुनाले खासै राम्रोसँग सफा नगरे पनि हुने। भित्र मजा आउँदैछ, यता खस्दैछ, यता पनि सफा गरियो है होइन। यो पनि टलक्क टल्किरहेछ। अब उता पछाडिको अर्को मेसिन चलिरहेछ, त्यो मेसिन पनि सफा गरेर अहिले चाहिँ लगभग बिहानको 5:55 गयो। त्यो भियतनामको साथी हो। अनि त्यसपछि म है टलक्क टल्किएर अब चाहिँ बिदा गरेर त्यसपछि 11 दिनको एन्सा प्रयोग गर्दैछु। अब आजबाट चाहिँ म अहिले चाहिँ फेब्रुअरी 28 आज हो भने अब मार्च 11 गते चाहिँ बल्ल म होइन, मार्च 12 गते म फेरि काममा आउँछु। त्यसपछि दिउँसोको काम हुन्छ होला सायद। गाह्रो छ, मेरो अनुहार कस्तो भइरह होला है, पुरा छिट्ने। यस्तै हो। सो बाई बाई।